हेलो गाइज, वेलकम बैक टू माई न्यू च्यानल। आज म यहाँ जङ्गलमा बाख्रा चराउन आएको छु। बाख्रा हेर्नुहोस् त गाइज, बाख्रा देखाउँछु। मेरो बाख्रा उते पनि छन्, माथि पनि उ त्यो सानो पाठी। गाइज मैले बिहान बाख्रा छोडेर आएको थिएँ। अहिले तल गएर गहुँ खाँदै रहेछन् तल, उ त्यहाँ तल। अहिले म त गहुँ काट्दै थिएँ, फोन गर्यो आन्टीले, भन्यो तेरो बाख्रा त गहुँ खाँदैछन् भन्यो। त्यसैले म आएको। अब म बाख्राहरूलाई उता लैजान्छु, उता। गाइज हजुरको घरमा बाख्रा कति छन् कमेन्टमा बताउनु होला है गाइज। ऊ हेर्नुहोस् त गाइज, गहुँ काट्दैछन् मान्छे। गाइज यहाँ हेर्नुहोस् त काठो, यस्तो भिरालो जमिनमा भिरालोमय के भन्छन् मलाई त थाहा छैन नेपाली। म त गाउँघरको केटा, नेपाली बोल्न पनि आउँदैन यहाँ। गाइज उता हेर्नुहोस् त बाख्रा, यो पाठो बाख्रो हो। दुईवटा पनि पाठाहरू हुन्। यो कालोवाला खसी हो, ऊ सानो पाठी, ऊ आफ्नो मम्मीसँग छ। ऊ त्यहाँ एउटा बुढे बाख्रो पनि छ मेरो, त्यसको दुईवटा पाठी पनि छन् ऊ त्यहाँ। एनिवेज गाइज मैले यो नयाँ च्यानल हो गाइज, प्लिज लाइक सब्सक्राइब गर्दिनँ। मलाई त नेपाली पनि आधा बोल्न आउँछ गाइज, किनकि म गाउँघरको केटा एउटा। हेर्नुहोस् त गाइज, भ्यू हेर्नुहोस् त प्लिज। होस् त अब भिडियो रोक्न चाहन्छु। भिडियो मन पर्यो भने प्लिज एउटा लाइक अनि सब्सक्राइब गरिदिनु होला।